हेलो एभ्रिवान, स्मित प्रकाश शेर्पा अनि सम्पूर्णलाई नमस्ते। आज चाहिँ म एउटा घटिसकेको घटनाको बारेमा थोरै जानकारी अथवा तपाईँहरूलाई सचेत गराउन गइरहेको छु। सुकुना माध्यमिक विद्यालयमा घटेको घटनाको बारेमा विभिन्न देशभरको मिडिया सञ्चारकर्मी साथीहरूले हाम्रो विद्यालयको बारेमा राम्रो नराम्रो बयान गर्नुभएको छ। तर म स्मरण के गराउन चाहन्छु भने व्यक्तिले गरेको गल्तीलाई संस्थामा दोष दिनु हुँदैन। अनि अर्को कुरा के भन्न चाहन्छु त भने म नेपालभरिको जुनसुकै विद्यालयमा पनि यस्तो घटना घट्यो भने मलाई अथवा आफ्नो अभिभावकलाई अथवा नजिकैको प्रहरी कार्यालयमा गएर तपाईँले उजुरी दिन सक्नुहुनेछ। यो घटना नहोस् भन्नको लागि नै हामीले यो जानकारीमूलक भिडियो तपाईँहरूको लागि बनाइदिएको छु। यदि यो घटनामा तपाईँहरूलाई कसैले दबाब दिन्छ भने आफ्नो भरपर्दो साथी अथवा आफ्नो आमा बुवा अथवा नजिकैको प्रहरी कार्यालयमा गएर तपाईँहरूले उजुरी दिनु होला। किनभने तपाईँहरूमाथि घटेको घटना तपाईँहरूले भन्नुहुन्न अनि तपाईँहरूलाई विभिन्न तनाव हुन्छ, डिप्रेसन जस्तो रोगहरू पनि तपाईँहरू लाग्न सक्छ। त्यही भएर सम्बन्धित निकायमा तपाईँहरूले तत्काल एक्सन लिइदिनु होला। त्यसको लागि धन्यवाद।